यो हाम्रो घटना यो तिनाउ सुनचाँदी पसलमा 17 गते घटेको घटना हो। त्यसपछि अब घटना घटिसकेपछि अब यो लगातार घटना घट्छ भन्ने एउटा चाहिँ हाम्रो अनुभव विगतमा काम गर्दै जाँदाखेरिको। अनि एउटा चाहिँ घटना घटिसकेपछि 17 गतेको घटना घटिसकेपछि त्यसपछि अब हामी चाहिँ अलि बढी नै सक्रिय पनि भयौँ। हाम्रो चाहिँ प्रहरी परिचालन पनि अलि व्यापक भयो र तत्कालै कुनै घटना घट्न सक्ने सम्भावना छ भने त्यसलाई तत्कालै हामीले नियन्त्रण गर्ने भन्ने हिसाबले चाहिँ हामी आफ्नो रातिको चाहिँ गस्ती हामी सबैजना परिचालित थियौँ। सोही टाइममा यो हाट बजारको लाइनमा चाहिँ म गस्ती गर्दै जाँदाखेरि उता टेलिकमबाट यता यपरका आउने डाइरेक्सनमा आउँदै गर्दाखेरि पछाडि उता यो बाल मन्दिरको चाहिँ भित्र गल्लीमा दुईजना केटाहरू बसिरहेछन् भन्ने कुरा चाहिँ त्यहाँ देखेँ। त्यो समय भनेको 11:30 बजे। अनि त्यसपछि गाडीलाई चाहिँ उतातिर लगेर गयौँ, सोधपुछ गऱ्यौँ के हो भनेर। गोरखपुरको मान्छे भने, गोरखपुरको मान्छे चाहिँ यहाँ के गर्न आउनु, घुम्न आयो भने, हामी टुरिस्ट हो भन्छन्। त्यो घुम्न आएको मान्छे चाहिँ यसरी हाट बजारको लाइनमा एकान्त ठाउँमा सुनसान ठाउँमा रातिको 11:30 बजे चाहिँ बस्नुको औचित्य के हो, त्यो अलिकति चाहिँ हामीलाई त्यो अलि स्वीकार्य भएन। त्यो कुरा चाहिँ कन्भिन्स भएनौँ हामी त्यो विषयमा। उहाँले त्यो कुरा बोलिसक्यो, कन्भिन्सिङ भएन। त्यसपछि उहाँसँग चाहिँ हामीले खान्तलासीको सोधपुछ गऱ्यौँ त अलिक शङ्कास्पद उहाँहरूले कुरा गर्नुभयो। जबकि रातिको 11:30 बजे घुम्नुपर्ने अवस्था भनेको चाहिँ घुम्नुपर्ने स्थान भनेको हाट बजार होइन, कालिका नगरतिर हो अथवा अन्य कुनै ठाउँमा हो। अनि उहाँहरूलाई चाहिँ हामीले नियन्त्रणमा ल्याएर चाहिँ प्रहरी कार्यालय थप सोधपुछको लागि लगत्तै फेरि थप हामी चाहिँ खोज्न जानुपर्छ भनेर चाहिँ यसो हेर्दै जाँदाखेरि त्यहाँ चाहिँ तालचा काटिरहेको अवस्थामा चाहिँ केटाहरू चाहिँ फेला परे। अनि त्यो हामीले चाहिँ औजार पनि त्यहाँ राखेका छौँ र उनीहरू चाहिँ त्यहाँ यो सुनचाँदी पसलको चाहिँ देव सुनचाँदी पसल हो। सुनचाँदी पसल चाहिँ तालचा काटिरहेको अवस्थामा हामीले चाहिँ फेला पार्यौँ र उहाँहरूलाई नियन्त्रणमा ल्यायौँ। थप यहाँ चाहिँ ल्याइसकेपछि खानतलासी गर्ने क्रममा चाहिँ अर्को पिलास पनि उहाँहरूले चाहिँ लुगा मुनि चाहिँ लुकाउनु भएको रहेछ, नियन्त्रणमा आयो। तत्कालै हामीले चाहिँ कुनै ठुलो 17 गतेको घटना त भइ नै सकेको थियो। त्यसपछि फेरि 19 गते थप कुनै ठुलो दुर्घटना हुनुभन्दा अगाडि नै हामीले चाहिँ त्यसलाई नियन्त्रणमा ल्यायौँ। त्यो घटना नम्बर 2 हो। घटना नम्बर 3 को चाहिँ विषयमा चाहिँ चर्चा गर्नुपर्दा यो घटना चाहिँ जेठको 4 गतेको घटना हो। एकजना हाम्रो चाहिँ डाक्टर साहब हुनुहुन्छ, राजेश कुमार गुप्ताको घरमा हो। उहाँहरू चाहिँ अब आत्तिएर आउनुभयो प्रहरी कार्यालय, मेरो घरमा चोरी भयो भनेर।